धन्यवाद ज्ञापन गर्दछु। स्काउटले हाम्रो जीवनमा धेरै महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। स्काउटले हामीलाई अनुशासित, असल नागरिक बनाउन मद्दत गर्छ। स्काउटले हामीहरूलाई धेरै कुरा सिकाउँछ। यसले हामीलाई प्रकृतिसँग जोड्न र अरूलाई कसरी मद्दत गर्ने भन्ने कुरा सिकाउँछ। स्काउटिङले हामीमा कसरी नेतृत्व क्षमता वृद्धि गर्ने, आत्मविश्वास, आत्मनिर्भरता र समूहमा काम गर्ने भावना दिन्छ र विकास गराउँछ। स्काउटको उद्देश्य तयार गर्नु हो। यो भनाइले हामीलाई जीवनमा हरेक चुनौतीको सामना गर्न तयार रहनुपर्छ भनेको हो। स्काउटले हामीलाई समाज सेवा गर्न, वृक्षारोपण गर्न, वातावरण संरक्षण र सबैप्रति दयालु हुन पनि सिकाउँछ। हाम्रो विद्यालयले सञ्चालन गरेको स्काउट कक्षाले मेरो जीवनमा पनि केही परिवर्तनहरू ल्याएका छन्। पहिला म कक्षामा जतिखेर पनि बोल्ने गर्थेँ भने अहिले आवश्यक समयमा मात्रै बोल्ने गर्दछु। सबै साथीलाई सम्मान व्यवहार गर्ने बानीको विकास भएको छ। घरमा पनि आफूले सकेको काम सघाउने बानीको विकास भएको छ। सबै ठाउँमा अनुशासित भएर बस्ने गरेको छु। ममा बिस्तारै परिवर्तन आएको महसुस गरेको छु। अन्त्यमा स्काउटिङ यस्तो यात्रा हो जसले हामीलाई असल व्यक्ति बन्नु र समाजमा परिवर्तन ल्याउनुपर्छ भन्ने भावना दिन्छ भन्दै मेरो भनाइ यही अन्त्य गर्न चाहन्छु। धन्यवाद।